सत्तारूढ नेकपा एमाले बिहिबार काठमाडौँमा आयोजना गर्न लागेको युवा उत्सवमा सांगीतिक प्रस्तुति दिने कलाकार र ब्यान्डको लाइनअप घोषणा गरेको छ। सूचीमा पछिल्लो वर्ष धेरै सुनिएको गीत म त ढले ढले फेम्ड गायिका शान्तारानी परियारदेखि युवा पुस्तामा निकै रुचाइएको फेम्ड पूर्ण राई एन्ड दाजुभाइहरूसम्म समावेश छन्। एमाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको लाइनअपमा शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउबेज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एन्ड दाजुभाइहरू छन्। यी कलाकार र ब्यान्ड पछिल्लो समय इन्टरनेट प्लेटफर्ममा सर्वाधिक सुनिने मध्ये पर्छन्। यी सबैले भृकुटी मण्डपमा हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने जनाइएको छ। यी मध्ये केहीले संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा पनि प्रस्तुति दिएका थिए।